ढेडु ग्रे लङ्गुर यो बर्दिया राष्ट्रिय निकुञ्जमा खिचिएको भिडियो हो। यो ग्रे लङ्गुरले त्यो जमेको पानीहरूको लेउ झिकेर खाइरहेछ। यस्तो लेउ पनि खाँदो रहेछ यो ढेडुले भन्ने कुरो चाहिँ मलाई त्यहाँ देखेपछि मात्रै थाहा हो। नत्र त प्राय अब यिनीहरूले खाने भनेको फलफुल अनि बोटबिरुवाका मुनाहरू टुसाहरू चाहिँ खान्थे। त्यो पानीको लेउ पनि कति मजाले खाँदो रहेछ। सुक्खा मौसममा पोखरीमा पानी कम हुन्छ, तर मिलाएर पानीहरू छोड्ने काम पनि भइरहेको हुन्छ। पानी एकदमै कम भयो र यिनीहरूलाई असहज भयो भने यिनीहरू खोलातिर जान्छन्। खोला छेउछाउमा रहेको बोटबिरुवामा फलेको फलफुल टुसा मुनाहरू खान्छन् र यिनीहरूले खोलाको छेउको लेउहरू पनि खाँदा रहेछन् भन्ने कुरा पनि थाहा भयो। अहिले यिनीहरूले खाइरहेको त्यो पोखरीमा जमेको चाहिँ लेउ सायद त्यही घाँसहरूको अथवा माथि रुखहरूबाट तल खसेको जराको टुसाको भाग हुनुपर्छ र केही मात्रामा पोखरीकै त्यो लेउ पनि हुनुपर्छ।